नमस्कार, म श्री तामाङ मकनपुर जानकारी केन्द्रमा यहाँहरूले स्वागत गर्न चाहन्छु। आज हामी मकनपुर जिल्ला गढी गाउँपालिका 5 नम्बर वडा कालीवन भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँ आइपुग्दाखेरि छुट्टै खालको प्रतिभा भेटेका छौँ हामीले। यो भिडियो सानो भिडियो बनाउँदैछु, कृपया यहाँहरूले हेरिदिनु होला। दाइ नमस्ते। हजुर नमस्कार। हजुरको नाम, शुभ नाम? रामशरण तिवारी। अब हजुरले अब यहाँ के अरे पैसाबाट पातबाट कुनै पनि गीतको धुनहरू बजाउनुहुन्छ भन्ने खबर सुनेको थिएँ। आज हामी सुन्छौँ है त तपाईँको। ट्राई गर्छु है त, हुन्छ भन्ने विश्वास छ मलाई होइन। त्यही भएर भर्खर नयाँ साल लागेको भएर म एउटा लोकगीत ट्राई गर्छु। ल ल सुनौ। कस्तो राम्रो लाग्यो मलाई। अरू कुनै भाकामा बजाउनुहुन्छ त? हुन्छ, हजारौँ गीत भनेपछि जति पनि गीतहरू छन् सबै निस्किन्छन् यसमा। मकवानपुर चाहिँ हाम्रो तामाङ समुदाय दाजुभाइ दिदीबहिनीहरूको धेरै बाहुल्यता भएको ठाउँ भएर म एउटा एकचोटि तामाङ सेलो बजाउँछु। त्यहाँहरूले हुन्छ कि हुँदैन? धेरै राम्रो लाग्यो। म आफै तामाङ भएर होला मलाई एकदम राम्रो लाग्यो गीत चाहिँ। यो बजाउने चाहिँ तपाईँले पहिल्यैदेखि गर्नुभयो कि अहिले पछि आएर हो कि कला एकदम राम्रो लाग्यो मलाई चाहिँ? दाइ कहिलेबाट गर्नु? धेरै वर्ष अगाडि, जस्तै हाम्रो यहाँ मकवानपुर सामरीको चाहिँ शारदा माविबाट पढेर म 7 सम्म मात्रै थियो, निजडी स्कुलमा पढ्न गएको थिएँ तराईमा। अनि त्यति बेला चाहिँ अब निजडी स्कुलमा पढ्न पनि गयो, अनि जङ्गलमा साथीहरूसँग गोठालो पनि गयो, 15-20 जना हुने भनेपछि। अनि एकजना के अरे माझी दाई भन्नेले चाहिँ एउटा त्यो पात टिपेर यसरी गीतको भाका निकालेर होइन, त्यतिकै आवाज निकाल्नु हुन्थ्यो। अनि मैले आवाज निकालेपछि मैले यसो विचार गरेको, ओहो यसबाट त म्युजिक जुन भन्यो त्यो निस्किन्छ जस्तो लाग्यो भनेर मैले त्यति बेलादेखि ट्राई गरेको बद्लिन्छ, जुन कुनै बद्लिन्छ। ल ठिक छ। जुन कुरा पैसाबाट? हजुर हजुर। अब त्यो छ, जस्तै सालको पात भयो, चिल्ड्रेनको पात भयो, यो पैसा नोटहरू भयो। पहिला चाहिँ अब यो चिल्लो प्लास्टिकको नोटहरू मात्रै बर्थ्यो भने अहिले चाहिँ जुन कुनै कागजको 1000को नोट पनि ल, जस्तै एउटा एकचोटि 1000कै नोटबाट बुझाइदिन्छु यहाँहरूलाई। जस्तै यो अब 1000को नोट भयो, यसबाट चाहिँ
कुनै अब आधुनिक अथवा सरी यो दसैँमा गयो ल दाइ अब यो धुनहरू सुनाइदिनु भयो त्यसको लागि धन्यवाद हजुरलाई। ल उहाँसँग चाहिँ साँच्चै हर कोही व्यक्तिसँग यस्तो कला हुँदैन, उहाँले चाहिँ सरस्वती माताले साँच्चीकै अब वरदान दिनुभएको रहेछ, मलाई चाहिँ एकदम राम्रो लाग्यो। त्यही भएर एकदम खुसी लाग्यो। हामी छुट्टिन्छ है त दाइ। हस्।